ओके गाइज, आज मैले हाम्रो एकदमै टिकटक फेसबुकको स्टारलाई भेटेको छु है, हाम्रै गाउँको हाम्रो ब्रदर। र आज ठ्याक्क भेटिसकेपछि एकदम म पनि सरप्राइज भइ पनि हालेँ होइन। अनि उहाँको हालखबर पनि सोधेँ, कस्तो छ सर तपाईँलाई? म चाहिँ त्यही मिनी डिलर चढ्न भनेर आएको, ट्रली टक्क होइन कस्तो हुँदो रहेछ अब यहीँ गाउँको हुँदो रहेछ थाहा थिएन नि त। म नि भिडियो हेरिरहन्थेँ ट्र्याक्टरको, थाहा पाएर आएको। अब बाँचिसकेछ भने कस्तो हाम्रो चाहिँ अब मिनी डिलरको त्यो ट्रली भाँचिसक्यो, नयाँ आउँछ। अब मेबी 15-20 दिनपछि चाहिँ नयाँ आउँछ। त्यसपछि हाम्रो फेरि कोलाब्रेसनमा दुईजनाको भिडियोहरू पनि आउँछ होइन। र ओके, अभियसली यार तपाईँ विदाउट तपाईँ त फेरि त्यो भिडियो पनि पुरा नहोला होइन। र अबको आगामी दिनमा चाहिँ हाम्रो के हुन्छ भने हामी दुईजनाको कोलाब्रेसनमा धेरै भिडियोहरू आउँदैछ, उहाँहरूले पनि हेर्नुहुनेछ। पक्कै पनि मलाई भन्दा धेरै उहाँलाई त चिनि नै हाल्नुहुन्छ होइन, उहाँ पहिलेदेखि पपुलर हुनुहुन्छ। कहाँ भन्नु यार, होइन धेरैले चिन्नुहुन्छ। त्यसपछि म त भर्खर स्टार्टिङ हो, उहाँ त धेरै पहिलेदेखि नै पपुलारिटी हुनुहुन्छ। र उहाँसँग मिलेर केही हामी नयाँ काम गरेर तपाईँहरूलाई कुन रूपमा ह्याप्पी बनाउन सक्छौँ, कुन रूपमा के कुराहरू दिन सक्छौँ, यो चाहिँ हामी फेरि आगामी भिडियोमा भेटेर कुरा गर्नेछौँ। अहिलेसम्मको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच, लभ यु अल।